सम्पूर्णमा नमन। मेरो कविताको शीर्षक छ शिक्षकको क्रोध पत्र। पृथ्वीको एक छेउमा बसेर आकाशका सबै ग्रह उपग्रहहरू रटिरहे। गोपाल वंशदेखि ज्ञानेन्द्र शाहसम्म, भीमसेन थापादेखि प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रको घोषणासम्म, पृथ्वीको गर्भदेखि मङ्गल प्लुटोको सतहसम्म, ताल झरना ढुङ्गे धारादेखि संविधानको धारासम्म, गुरुकुलको माटोदेखि एआईको बाटोसम्म, सबै पढे सबै रटे, पटक पटक रटे, दिनमा हलो जोते, रातमा कलम चोपे, त्यसैको फल बल्ल तल्ल म थाइमास्टर बने। अन्तर्वार्ताको कक्षमा प्रश्न उभिएको थियो, किन आउनु भयो यो पेसामा? मैले छाती ठोक्दै भनेको थिएँ, समाज सेवा र सम्मान। त्यति बेला सपनाहरू उज्याला थिए। म सोच्थे म विद्यालयको आँगन छिर्छु, बलिला भाइ बहिनीको हात समाउँछु, अक्षर चिनाउने बाहनामा उनीहरूको भाग्य लेख्न पोत्र बनाउँछु, देशको मेरुदण्ड हुने जनशक्तिको बिउ रोप्छु, भोलिको नेपाल म कक्षा कोठामै तयार गर्छु। तर हिजो विद्यार्थीलाई हिसाब सिकाउने म आज आफ्नै जिन्दगी हिसाब मिलाउन असफल भएको छु। एक्स र वाई को समीकरण सेकेन्डमा मिलाउने म, तर जीवनको समीकरण जति हल गर्न खोजे झन् उति जटिल बन्दै गयो, मिलाउनै सकिन। बन्न त म थाइमास्टर बने, तर जीवन कुन मोडमा चिप्लियो आजसम्म थाहै पाउन सकिन। हामी सँगै पढेका साथी ऊ खरिदार बन्यो, म प्रावि शिक्षक बने। ऊ खरिदार बनेर अर्को वर्ष हरिद्वार पुगेर आयो, म राजधानी पुग्नलाई गोजी छाम्न पर्छ। ऊ बडुवा हुँदै अधिकृत बन्यो, देश विदेश डुल्यो, मेरो चाहिँ कासमु भर्दा भर्दै कपाल फुल्यो। तर माथिल्लो तहमा बडुवा हुन सकिन। उसको राजधानीमा 3 तले घर छ, मेरो गाउँमा बर्खा लागेपछि घरमाथि तिर्पाल मार्नुपर्छ। ऊ नयाँ आइफोन बोकेर भ्लग बनाउँछ, म पुरानो सामसुङमा फोन उठाउँछु। लोक सेवामा आवधिक बढुवाको चिन्ता छैन, शिक्षक सेवामा आवधिक बढुवाको बिउ नै छैन। सरकारले पनि तल्लो दर्जामा राखेर शिक्षकलाई दिनहुँ लाभ हानिरहेछ। न राम्रो तलब छ, न भत्ता, न त छ प्रोत्साहन। लादेको छ गोरु जोताइ जस्तो एकतर्फी अनुशासन। साथी बडुवा हुँदै सचिवसम्म पुग्लान्, आफ्नो प्रगतिमा आफै दङ्ग पर्लान्। मेरो चाहिँ जागिर छोड्नु 6 महिना अघि मात्र दोस्रो तहको बडुवामा सिफारिस पत्र आउँछ। भन्नुहोस्, यतिले शिक्षकको मन कति खुसी हुन्छ? हामी सँगै पढेको अर्को साथी ऊ विदेश गयो, म शिक्षक बने। ऊ कोरियामा लाखौं थाप्छ, म दिनहुँ अभिभावकको गाली थाप्छु। ऊ कोरियामा लाखौं थाप्छ, म अभिभावकको गाली थाप्छु। ऊ महँगो पिज्जा खान्छ, म पालिकाको खरो शब्द खान्छु। ऊ मसालेदार कफी पिउँछ, म कागती निचोरेको तातो पानी। ऊ जोर्डनको जुत्ता टल्काउँछ, म फुटपाथको चप्पल पड्काउँछु। ऊ डिस्कोमा जान्छ, डलर उडाउँछ, म कालो पाटीमा चकको धुलो उडाउँछु। ऊ मर्सिडिज घुडाउँछ, म थोत्रो पल्सर घिसार्छु। एक दिन ऊ विदेशबाट फर्केर आयो र हात मिलाउँछ। उसको औँलामा सुनको औँठी, मेरो हातमा मसीको लतपत। म मसी रुमालले पुस्छु, हतार हतार। अनि ऊ भन्छ, तिमी त गाउँमै बसेर प्रगति गर्यौ। प्रगति? मैले उसको घाँटीमा हेर्छु, मैले उसको घाँटीमा देख्छु सुनको सिक्री। आफ्नो घाँटीमा हुन्छ परिचय पत्रको डोरी।
उसको हातमा एप्पलको घडी चल्छ, मेरो हातमा ब्याट्री सकिएर बस्छ। उसको शरीरमा अत्तरको बासना, मेरो शरीरमा पसिनाको सत्य गन्ध। ऊ आइफोन निकालेर सेल्फी खिचौँ भन्छ, ऊ सुनौला दाँतले हाँस्छ। मैले पनि जबरजस्ती एक मुस्कान हाँसिदिन्छु अनि ऊ बुलेटमा बुटुटु गर्दै जान्छ। मेरो पल्सर पुतुतु धुवा फाल्छ। सोच्छु भोलि सर्भिसिङ गराउँछु, तर भोलि त छोरीको स्कुल फी बुझाउनु छ, श्रीमतीलाई नयाँ फोन, छोरालाई भिडियो गेम। म किक स्टार्ट जोडले हान्छु, बल्ल तल स्टार्ट भयो। सर्भिसिङ पछि गराउँछु सोच्दै लागे घरतिर। यत्रो वर्ष मैले विद्यालयलाई दिएँ, सरकारले मलाई के दियो? यत्रो वर्ष मैले विद्यालयलाई दिएँ, सरकारले मलाई के दियो? थोरै तलबले जिन्दगी सकाइयो, हौसला कहिल्यै दिएन। 28 सालको ऐनले अझै बाँधिरहेछ, 28 सालको ऐनले अझै बाँधिरहेछ। कहिलेसम्म यसरी बाँध्ने हो? ए सरकार, शिक्षकलाई पनि समान हैसियतमा कहिले राख्ने हो? यस्तै विभेद रहिरहे। आज चक्र डस्टर हल्लाउने हातहरू भोलि खाडीमा बेल्चा हल्लाउन बाध्य हुनेछन्। आज ज्ञानको ज्योति बाल्नेहरूको भोलि खाडीमै जीवन अस्ताउनेछन्। शिक्षक मरे शिक्षा मर्छ, जुन देशमा शिक्षक मर्छन्। शिक्षक मरे शिक्षा मर्छ, जुन देशमा शिक्षक मर्छन्। त्यो देशमा के शिक्षा बाँचिरहला र? शिक्षा मरेपछि के मेरो देश बाँचिरहला र? मेरो प्यारो नेपाल बाँचिरहला र?